बजारमा मेरो काम थियो अनि काम सँगसँगै एउटा पार्सल पनि दिन थियो। म त्यसरी पार्सल एउटाको यसरी दिन त जाँदैन, तर मेरो काम परेको दिनमा चाहिँ म लगेर गइदिन्छु, उहाँहरूलाई वेट गराउँछु। त्यसपछि जुन दिन मेरो काम पर्छ त्यो दिन लगेर जान्छु। यदि मेरो कुनै दिन धेरै पार्सल भएपछि चाहिँ म काम नभए पनि लगेर गइदिन्छु बजारसम्म, अनि उहाँहरू आउनुहुन्छ अनि लगेर जानुहुन्छ। मैले चाहिँ पार्सल कसैको लगेर पार्लरमा पनि छोडिदिने गर्छु, उहाँहरूलाई अर्जेन्ट चाहिएको छ भनेपछि। अनि अहिले म जाँदैछु बजार, अनि बाबुलाई पनि स्कुल पुर्याउनु थियो, त्यही भएर। अनि यो चाहिँ अलिक पुरानै भिडियो हो, मेरो मोबाइलमै थियो अनि एडिटै नगरेको रहेछु, नहालेको रहेछु के। अनि यति मेहनत गरेर बनाएपछि त मैले हाल्न परिहाल्यो। त्यसपछि म अहिले यसो हेर्दै जाँदा भिडियो भेटाएँ, अनि अब एडिट गरेर हाल्दैछु। अनि छोराको किताबहरू किनेर अब छोरालाई त्यहीँबाट म स्कुल पुर्याउन जान्छु। त्यसपछि त्यो पार्सल लगेर पार्लर जान्छु, अनि पार्सल ल्याउन कस्टमर आउनुहुन्छ, अनि कस्टमरलाई दिएर म घर फर्किनेवाला छु। अनि म अहिले छोरोलाई स्कुल पुर्याउनको लागि जाँदैछु। अनि छोरोलाई अटोमा राखेर पनि मैले स्कुल लगेर गएँ। अनि अब त मेरो छोरो युकेजीमा गयो नि त, एलकेजीबाट युकेजीमा गयो, नयाँ स्कुल नयाँ क्लासमा। स्कुल त पुरानो हो, नयाँ क्लासमा। अनि ऊ चाहिँ आइसकेको छ, अनि आफ्नो पुरानो साथीहरूसँग आउँदै चकचक गर्न लागिसकेको थियो ऊ चाहिँ। म बाबुलाई अब छोडेर एकछिनमा निस्किन्छु पार्लरको लागि। अनि पार्लरमा पनि म पुगिहालेँ, हिँड्दा हेर्नु कति छिटो पार्लर पुगिहालेँ म, टक्क पारेर। देख्नुभयो, पार्लर पुगेर पनि कस्टमर ल्याउन आइसक्नु भएको थियो। अनि कुनै कस्टमरको मुख नसोधेर के देखाउनु, मैले सोद्धा पनि सोधिनँ, त्यही भएर देखाउनु पनि लाज लाग्यो। अनि मैले देखाएन, उहाँ चाहिँ आउन सक्नु भएन। अनि आफ्नो भाइ हो कि कसलाई पठाउनु भएको थियो, अनि मैले उहाँको हातमा दिएर त्यसपछि म घरको लागि फर्किएँ। अनि घरको लागि थोरै सामानहरू पनि किनेँ, भिडियो चाहिँ बनाएन, सामानहरू लगेर म घरको तर्फ लागेँ। अनि आज म छुट्टिन्छु, मिल्नेछु भोलि फेरि नेक्स्ट भिडियोमा। बाई बाई, टेक केयर।